नमस्कार सबैजनालाई। म चाहिँ सानो मिनी भ्लग बनाउन जाँदैछु। हजुरहरू सन्चै होला नि। म चाहिँ आज सानो मिनी भ्लग बनाउन जाँदैछु है। हेर्नु सक्छ होला मेरो फाइनली एल्बम आएको छ। म एल्बम ओपनिङ गर्न जाँदैछु। मेरो बिहाको एल्बम हो जो मैले प्रिन्ट सपीबाट फेसबुकबाट अर्डर गरेको थिएँ हो, जो फाइनली आइपुगेको छ। कस्तो छ छैन हेरेर लाइक कमेन्ट सेयर गर्नु होला। अनि मेरो युट्युब च्यानल साइलेन्ट क्रेजी ब्रोमा नि हाल्ने छ। हजुरहरूले दुईपट्टि लाइक कमेन्ट गरिदिनु होला। मेरो एल्बममा है हेरेर मिनी ब्लगमा फोटो पनि अर्डर गरेको छु, हत्ती पनि देखाउने छ है। दुइटै हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला है सबैजना। म चाहिँ अनबक्सिङ गर्न जाँदैछु, हेर्नु सक्छ होला है कस्तो छ छैन तपाईँहरूलाई देखाउनु छ। अनबक्सिङ हुँदैछ है। कभर चाहिँ हेर्नु सक्छ होला, कभरहरू पनि राम्रो रहेछ, दामी छ। फोटो हेर्दा नि कति राम्रो छ है। म चाहिँ देखाउँछु, हेर्नु सक्छ होला। यहाँनिर पछाडि हाम्रै रहेछ बिहाको, यहाँनिर देखाउँदैछु, हेर्नु सक्छ होला कति राम्रो रहेछ। यो चाहिँ तपाईँहरूले पनि अर्डर गर्नु सक्छ होला फेसबुकबाट। मैले चाहिँ 14 दिन लागेको थियो होला अर्डर गर्दा गर्दै आयो बल्ल। यहाँ हाम्रो काका काकीहरू हुनुहुन्छ। यहाँ चाहिँ फ्यामिली ग्रुप छ। यसरी नै हजुरहरूले पनि अर्डर गरेर मगाउनु सक्छ होला। दिदी, म, छ्यामा सबैजना छ यहाँ। दिदी बहिनीहरू पनि छ। तपाईँहरूले पनि यसरी नै अर्डर गरेर मगाउनु होला। कस्तो लाग्छ लाग्दैन हेरेर कमेन्ट गर्नु होला। यहाँ बोजू बाजे मेरो, यहाँ दिदी बहिनी छ है। तपाईँले पनि यसरी नै अनलाइन अर्डर गर्नु होला। अन्त यसरी नै एल्बम बनाउनु होला है। यहाँ चाहिँ फ्यामिलीको, यहाँ चाहिँ मबाट हल्का मिस्टेक भएको थियो, सानो फोटो पठाएर उनीहरूले पनि सानो नै लगाइदिएको रहेछ। फर्स्ट टाइम हो अर्डर गरेको मैले नि, तर राम्रो रहेछ फोटोहरू चाहिँ, खराब पनि हुँदैन यो फोटो चाहिँ। तपाईँहरूले पनि अर्डर गर्नु होला। बाजे बोजूहरूको पनि मजाले यसरी नै यादगार मजाले सजाएर राख्नु सक्छ है। राम्रो छ फोटोहरू। यी भाइहरूको पनि कति दामी आएको छ। यहाँ सबै फोटो राम्रो राम्रो आएको छ है। फ्यामिलीको पनि जति एचडी क्वालिटीमा फोटो पठाएँ त्यति एचडीमा हुने रहेछ फोटोहरू पनि, हाई क्वालिटीमा। अनि दामी छ, मलाई चाहिँ पुरा मन पर्यो। हजुरहरूले हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। अन्त मेरो युट्युबमा पनि गएर यसो लाइक कमेन्ट गरिदिनु होला, साइलेन्ट क्रेजी ब्रोमा। यहाँ मेरो सालीहरू पानाको, अन्त एउटा जयगाउँको साली हो। अन्त यहाँ हाम्रो भाउजू बहिनी, यहाँ त मेरो मिसेस म। हेर्नु कति दामी आएको छ। यहाँ मेरो सालो, अन्त सालोको बुढी हो वाइफ। अन्त यहाँ चाहिँ हल्दी रसमको हो माइजू छ्यामाहरू। अनि यहाँ उताको केटीपट्टिको हल्दी रसमको हो। कस्तो बहिनीमा कति दामी आएको छ फोटो चाहिँ। हजुरले पनि यसरी नै अर्डर गर्नु होला। यहाँ गाउँको भाइ राम सुदाल सन्जु भाइहरू छ, दामी आएको छ। यहाँ यसरी नै तपाईँहरूले यहाँनिर स्क्यान गरेर पनि हेर्नु सक्छ युट्युब च्यानलतिर। यसरी स्क्यान गरेर पनि देख्नुहुन्छ। फाइनली मेरो फोटो चाहिँ राम्रो आएको छ। तपाईँहरूले पनि यसरी नै अर्डर गर्नु होला। ल सबलाई नमस्ते सबै। हेलो गाइस, मैले यो फोटो पनि मगाएको थिएँ हो। मगाएको पनि 14 दिन जति भएको थिएँ, 14-15 दिन मङ्गेतरको र मेरो हो। यो चाहिँ बिहे गर्नुको अगाडिको फोटो प्रिन्ट सपीबाट अर्डर गरेको थिएँ हो। अन्त त्यो पनि मेरो फाइनली आएको छ। अब चाहिँ यो फोटोको म अनबक्सिङ गर्नु जाँदैछु। हेरौँ कस्तो आएको छ। लु, हामी चाहिँ यहाँ ओपनिङ गर्दैछ हो। म चाहिँ ओपनिङ गर्दैछु, कस्तो छ छैन। प्रिन्ट सपीबाट अर्डर गरेको, तपाईँहरूले पनि हेरेर गर्नु होला यसरी नै अर्डर। यो चाहिँ पुरै पेकिङ भएर आउँदै रहेछ हो। सेफ्टी, फुल सेफ्टी दिँदै रहेछ। त्यसलाई चाहिँ मैले पहिलेको फोटो अर्डर गर्दा पनि पुरा राम्रो लागेको थिएँ हो। अनि दुबारा बिहे गर्नुको अगाडिको फोटो पनि मैले अर्डर गरेको थिएँ हाम्रो दुईजनाको।
त्यसैको अनबक्सिङ गर्दाखेरि चाहिँ फाइनली अनबक्सिङ भइसकेछ हाम्रो। हेर्नु सक्छ होला कति सेफ्टीले फटाउँदै रहेछ उनीहरूले फोटोहरू चाहिँ। यहाँ अब देखाउने छ फोटो कस्तो छ हेर्नु सक्छ होला। यी फाइनली मङ्गेतरको र मेरो आमा कति दामी आएको रहेछ है। हजुरहरूले पनि प्रिन्ट सपीबाट अर्डर गर्नु सक्छ है। यसरी नै फोटो आफ्नो बनाउनु बिहेको पनि यसरी नै मैले यसरी नै अर्डर गरेछु। एल्बम पनि फोटो पनि हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। ल हुन्छ सबलाई बाई बाई गुड नाइट।